मान्छेहरू दिनमा एकचोटि कलेज जान्छन् तर म चाहिँ दिनमा दुईचोटि भन्दा धेरै दर्शन गर्छु है कलेजको। सो हेलो एभ्रीवन, वेलकम ब्याक टु माई अनदर भिडियो। अनि आज चाहिँ अलिक बेलुका नै भएको थियो, बहिनी र म चाहिँ निस्किरहेको थियौँ विजयपुरतिर। अनि मेरो चाहिँ अलिकति एटिएममा नि काम थियो, अनि हाम्रो चाहिँ क्यान्टिन नजिकै नै छ क्या ब्याङ्क एटिएम पनि। अनि हाम्रो कलेजमा चाहिँ अहिले गेम्स हुन आँटेको छ, एफएससी कप। अरू जे जति भए पनि गेम चाहिँ मेरो कलेजमा टन्नै नै हुन्छ। अनि ग्राउन्डमा पनि आज अलि धेरैजना नै थिए क्या, त्यो भोलिदेखि गेम स्टार्ट हुँदैछ नि त। अनि म चाहिँ आज यति बेलुकातिर किन जाँदैछु भन्दाखेरि चाहिँ आज दिनभरि चाहिँ म कलेजमै थिएँ। दिदी बहिनी पनि आफ्नो काम पढाइले बाहिर नै भएर चाहिँ हामीलाई चाहिँ खाजा बनाउन टाइम नै पाइनौँ क्या। अनि एक त भोकले हैरान भएको थियो, अर्को भनेको बनाउने जाँगर पनि थिएन। अनि आज चाहिँ हामी चटपटी ल्याएर खाम बरु भनेर चाहिँ गएको थियौँ क्या विजयपुरतिर। अनि यो ठाउँको चटपटी चाहिँ एकदम मेरो फेभरेट हो क्या। अनि त्यस पछाडि हामी मार्ट पनि गएको थियौँ, कति धेरै आइसक्रिम थियो क्या त्यहाँनिर चाहिँ। अनि मैले अलिअलि सामान लिएर चाहिँ रुमतिर फर्केँ। रुम फर्किने बेलामा चाहिँ अलिक अध्यारो नै हुन लागिसकेको थियो र पनि ग्राउन्डमा यति धेरै मान्छे थियो क्या। अनि फेरि पनि म कलेजकै दर्शन गर्दै घरतिर फर्केँ। अनि मैले आइसक्रिममा चाहिँ यो नयाँ ब्लुबेरी बार भनेर ल्याएको थिएँ, मैले आजसम्म चाहिँ ट्राई गरेको थिएन, तर उबर मिठो थियो क्या यो चाहिँ। अनि यति खाएर चाहिँ बल्ल मेरो भात पकाउने बेला हुन्छ क्या। अनि आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।